आज चाहिँ म लौकाको सब्जी बनाउन जाँदैछु। त्यसलाई अब म पहिला कराही बसाएर तेल हालेको छु है, फ्राई गर्दैछु। फ्राई भइसकेको छ। यसलाई अब म अर्को बोलमा ट्रान्सफर गर्दैछु र यसको लागि मसला पकाउँछु। म बोलमा ट्रान्सफर गर्दैछु। त्यहाँदेखि यसको लागि म मसला रेडी गर्छु। तेल हाल्दैछु, 3 चम्चा जस्तो तेल हाल्नुपर्छ। मसला रेडी गरेको छु। टमाटर हरियो खुर्सानी कम्ती हालेको छु, तिखा लाल पनि हाल्छु। प्याज, अदुवा लसुन कुटेको, अलिकति हिङ हालिदिन्छु। यो किचन अलिकति हाल्दैछु। हाल्दा पनि हुन्छ, नहाल्दा हुन्छ, कस्तोले मनपर्छ भने हाल्दा हुन्छ। नुन अघि पनि हालेको थिएँ, त्यसले गर्दा पाकिसकेको छ। मसलामा तेल निस्किसकेको छ। यसमा अब अलिक गरम मसला हो, यो मैं आफै बनाएको घरमा होममेड गरम मसला, आफै बनाएको हो। गरम मसला हाल्दैछु अलिकति। पाकिसक्यो हेर्नु साथीहरू, अलमोस्ट भयो यो पाकिसक्यो। अब ग्रेभी खालको बनाएको छु, रोटीसँग खाने, भातसँग खायो भने पनि, रोटीसँग खायो भने पनि। भयो अब पाकिसक्यो मेरो सब्जी। हेर्नुहोस् त साथीहरू, कस्तो भयो मेरो लौकाको सब्जी। साथीहरू, लौकाको सब्जी, दाल, रोटी, मिक्स दाल, रोटी।